Hello everyone, welcome to Serious Learners. आजको यस भिडियो लेसनमा म तपाईलाई BVS फर्स्ट इयर 2081 रेगुलर एक्जामिनेसनमा त्रिभुवन युनिभर्सिटीले सोधेको एउटा इम्पोर्टेन्ट क्वेशन सिकाउँछु। ग्रुप ए ब्रिफ एन्सर क्वेशन्स को क्वेशन नम्बर 8 मा 2 मार्क्स मा सोधिएको यो इम्पोर्टेन्ट प्रब्लम अकाउन्टिङ प्रोसेस च्याप्टरबाट सोधिएको प्रब्लम हो। यो भिडियो लेसनलाई सुरुदेखि अन्तिमसम्म एकदम ध्यानपूर्वक हेर्न अनि म सँगसँगै प्र्याक्टिस गर्नको लागि पनि म तपाईलाई अनुरोध गर्दछु। यदि तपाईले म सँगसँगै यस प्रब्लमलाई सल्भ गर्नुभयो भने फेरि बोर्ड एक्जामिनेसनमा यस्तै खालको प्रब्लम आउँदाखेरि तपाईले कन्फिडेन्टका साथ सल्भ गर्न सक्नुहुनेछ। यो अकाउन्टिङ इक्वेसन च्याप्टरबाट सोधिने 2 मार्क्स को प्रब्लम जेनरली बोर्ड एक्जामिनेसनमा सधैं भरि सोधिरहने गर्दछ र युनिभर्सिटीले यसलाई एकदम प्रायोरिटीमा राखेको कारणले गर्दा तपाईले पनि यसलाई कहिले पनि नछुटाइकन प्र्याक्टिस गर्नको लागि पनि म अनुरोध गर्दछु। Let's solve this problem. The following information are provided to you. Started business with cash of rupees 50,000 and goods of rupees 150,000. Received commission rupees 26,000 including advance commission of rupees 2,000. Required accounting equation. Okay, अब म सोलुसन गर्ने छु। फर्स्ट मा फर्मेट बनाउनु पर्छ। तपाई पनि म सँगसँगै फर्मेट बनाउनु होला। अकाउन्टिङ इक्वेसन अकाउन्टिङ इक्वेसनमा जेनरली 3 वटा आइटम्सहरु हुन्छ। एउटा असेट्स, अर्को लायबिलिटीज अनि अर्को शेयर होल्डर्स इक्विटी अथवा ओनर्स इक्विटी। म टेबल बनाउने छु। फर्स्ट में ट्रांजैक्शन लिखूं। ट्रांजैक्शन एसेट्स इक्वल टू लायबिलिटीज प्लस शेयर होल्डर्स इक्विटी। फर्मेट पनि एकदम राम्रोसँग बनाउन एकदम जरुरी हुन्छ। कहिलेकाहीँ हामीले अलिकति हेलचेक्राइ गरेर फर्मेटलाई त्यति प्रायोरिटी दिदैनौं, त्यसले पनि हामीलाई मार्क्समा चाहिँ फरक पर्छ। 2 मार्क्समा सोधिन्छ अनि फर्मेट राम्रोसँग बनाएका छैनौं भने चाहिँ हामीले 2 मा 2 मार्क्स पाउँदैनौं। त्यसकारणले तपाईले फर्मेटलाई पनि प्रायोरिटी दिनुपर्छ भन्ने कुरालाई एकदमै ध्यान दिनु होला। ओके, मैले यहाँनिर फर्मेट बनाइसके। एकदम सिम्पल फर्मेट बनाउँदा हुन्छ। ट्रान्जैक्सन एसेट्स इक्वल टू लायबिलिटीज प्लस शेयर होल्डर्स इक्विटी। यो शेयर होल्डर्स इक्विटी को ठाउँमा तपाईले ओनर्स इक्विटी पनि लेख्न सक्नु हुनेछ। अब हामीलाई यहाँनिर ट्रान्जैक्सनमा कुनै पनि नम्बरिङ दिएको छैन, बुलेट्समा दिएको छ, डेट पनि दिएको छैन। त्यसकारणले गर्दा मैले यहाँ ट्रान्जैक्सनमा केही पनि लेखिन। फर्स्ट ट्रान्जैक्सन हेरौं। Started business with cash of rupees 50,000 and goods of rupees 150,000. अब बिजनेस सुरुमा गर्दाखेरि हामीसँग क्याश 50,000 रहेको छ। क्याश भनेको हाम्रो करेन्ट एसेट्स हो। त्यसकारणले गर्दाखेरि क्याश बिजनेसमा हामीले लगानी गर्नु भनेको हाम्रो एसेट्स बढ्नु हो। त्यसकारणले गर्दा 50,000 क्याश भनेर लेखौं। त्यसैगरी गुड्स पनि हामीसँग 150,000 को रहेको छ। अब यो 150,000 को गुड्स लाई पनि हामीले एसेट्स मा राखौं। यसलाई हामीले इन्भेन्टरी भनेर लेख्नु पर्ने हुन्छ। इन्भेन्टरी यो सुरुमा भएको कारणले गर्दा यसलाई हामीले अझ ओपनिङ इन्भेन्टरी लेख्नु पर्छ, तर इन्भेन्टरी मात्र लेख्दाखेरि पनि हुन्छ। अब क्याश र इन्भेन्टरी सहित हाम्रो बिजनेस सुरु भएको छ।
यो सुरुमा भएको ट्रान्ज्याक्सन भएको कारणले गर्दा यसलाई हामीले क्यापिटल स्टक भनेर इक्विटीमा जोड्छौं। अब क्यापिटल स्टकमा हामीले भ्यालु लेखौं। यो 50,000 र 150,000 जोड्दाखेरि 200,000 हुन्छ। यो भनेको चाहिँ हाम्रो क्यापिटल स्टक। यसरी चाहिँ हामीले फर्स्ट ट्रान्ज्याक्सनलाई इक्वेसनमा राख्न सक्छौं। अब हामीले ब्यालेन्स लेख्नु पर्ने हुन्छ ट्रान्ज्याक्सन इन्ट्री गरिसकेपछि। ब्यालेन्स एसेट्स को भ्यालु 50,000 प्लस 150,000 200,000 भयो इक्वल टु लायबिलिटीज मा केही पनि छैन, केही लेख्नु परेन, प्लस शेयर होल्डर्स इक्विटी अथवा ओनर्स इक्विटीमा 200,000 छ। यसरी चाहिँ हामीले ब्यालेन्स लेख्यौं। अब सेकेन्ड ट्रान्ज्याक्सन हेरौं। अब यहाँनिर पनि हामीलाई डेट केही पनि मेन्सन गरिएको छैन, त्यसकारणले गर्दा अब हामीले यहाँ डेट केही लेख्नु पर्दैन यसको पनि। अब सेकेन्ड ट्रान्ज्याक्सनमा के सोधिएको छ हेरौं है त। रिसिभड कमिसन ₹26,000 इन्क्लुडिङ एडभान्स कमिसन अफ ₹2,000। रिसिभड कमिसन ₹26,000 भन्ने बित्तिकै हामीसँग क्याश 26,000 त आयो। त्यसकारणले गर्दा 26,000 क्याश हाम्रो एसेट्स बढ्यो भनेर हामीले एसेट्समा एड गर्नुपर्ने हुन्छ। तर सँगसँगै यहाँ के भनिएको छ, इन्क्लुडिङ एडभान्स कमिसन अफ ₹2,000। यो 26,000 भित्र 2,000 चाहिँ एडभान्स कमिसन छ है भनेर क्वेशनले भनिएको छ। यसको मतलब एडभान्समा लिएको कमिसन 2,000 भनेको चाहिँ हामीले पैसा त लियौं तर काम गरिसकेको छैन, कमाई पनि भएको छैन। यसलाई हामीले एडभान्स इन्कमको रूपमा लिन्छौं। एडभान्स इन्कम भनेको चाहिँ अमाउन्ट रिसिभड इन एडभान्स बट नट अर्न्ड। पैसा चाहिँ लिसक्यो तर काम गर्दिएको छैन, कमाई पनि भएको छैन। अब काम गर्न बाँकी छ, कमाउन बाँकी छ भनेपछि त त्यो हाम्रो लायबिलिटी हो, बर्डन हो। त्यसकारणले गर्दा त्यसलाई हामीले लायबिलिटीमा लेख्नु पर्ने हुन्छ। अब यो 2,000 लाई हामीले लायबिलिटीमा मेन्सन गरौं। 2,000 यसलाई हामीले अनअर्न्ड कमिसन रेभिन्यू भनेर लेख्न सक्छौं। अनअर्न्ड कमिसन रेभिन्यू। अनअर्न्ड रेभिन्यू मात्र लेख्दा पनि हुन्छ, यहाँ स्पेस म्यानेज गर्न सजिलो हुने भएको कारणले गर्दा मैले अनअर्न्ड रेभिन्यू लेखेँ। यो अनअर्न्ड रेभिन्यू भनेको र एडभान्स इन्कम भनेको एउटै टर्म हो। यो कुरा हामीले एकदम ध्यान दिएर बुझ्नुपर्छ। काम चाहिँ गरेको छैन, पैसा चाहिँ लिइसकेको एडभान्समा। अमाउन्ट रिसिभड इन एडभान्स हाउएभर hasn't been earned। अब 2,000 चाहिँ एडभान्स हो, तर अब यो 26,000 मध्ये अर्को 24,000 चाहिँ हामीले कमाइसकेका छौं। त्यसकारणले गर्दा कमाइसकेको पैसा भनेको त हाम्रो लागि इन्कम हो, रेभिन्यू हो। त्यसकारणले त्यसलाई हामीले अब जोड्नु पर्छ। 24,000 चाहिँ हाम्रो के भयो, कमिसन रेभिन्यू। कमिसन रेभिन्यू 26,000 हामीले क्याश लियौं, जसमध्ये 2,000 चाहिँ कमाउन बाँकी छ, अनअर्न्ड रेभिन्यू, अनअर्न्ड कमिसन रेभिन्यू, र त्यो मध्ये 24,000 चाहिँ हामीले कमाइसकेका छौं। कमाइसकेको भनेको चाहिँ हाम्रो ओनर्स इक्विटीमा एड गर्नुपर्ने हुन्छ। इन्कमहरुलाई चाहिँ हामीले जहिले पनि शेयर होल्डर्स इक्विटी अथवा ओनर्स इक्विटीमा एड गर्नुपर्ने हुन्छ। त्यसकारणले गर्दा यसमा मैले एड गरेको छु। यसरी चाहिँ दुईटा ट्रान्ज्याक्सनलाई हामीले इन्ट्री गर्न सक्छौं। अब ब्यालेन्समा फेरि पनि हामीले लेख्नुपर्ने हुन्छ, ब्यालेन्स गर्नुपर्ने हुन्छ। अब अघिल्लो ब्यालेन्सको अमाउन्ट हेर्ने हो भने एसेट्समा 200,000 थियो। अब यसमा 26,000 क्याश एड गरिसकेपछि 226,000 टोटलमा रहेको छ, इक्वल टु लायबिलिटीजमा अघिल्लो ब्यालेन्समा केही पनि थिएन र अहिलेको ब्यालेन्समा 2,000 छ। 2,000 प्लस 0 2,000 राख्नुपर्ने हुन्छ, प्लस शेयर होल्डर्स इक्विटीको अघिल्लो ब्यालेन्समा 200,000 रहेको थियो, त्यसमा अहिलेको यो 24,000 कमिसन रेभिन्यू एड भइसकेपछि हाम्रो भ्यालु आउँछ 224,000। ओके, र यसरी हामीले अकाउन्टिङ इक्वेसन राम्रोसँग प्रिपेयर गरेका छौं। इक्वेसनमा ध्यान दिनुपर्ने कुरा हाम्रो ब्यालेन्स चाहिँ जहिले पनि बराबर हुनुपर्छ इक्वेसनमा। यदि ब्यालेन्स बराबर भएन भने हाम्रो इक्वेसन चाहिँ मिस्टेक हुन्छ। र हाम्रो यो पर्टिकुलर प्रब्लममा हाम्रो ब्यालेन्स एकदमै बराबर छ। 226,000 इक्वल टु 2,000 प्लस 224,000।
यो दुईटै ब्यालेन्सलाई हामीले हेर्ने हो भने 226,000 इक्वल टु 226,000 हुन्छ, हाम्रो बराबर आएको छ। र अर्को एउटा इम्पोर्टेन्ट इन्फर्मेसन म तपाईलाई दिन चाहन्छु। अकाउन्टिङ इक्वेसन सल्भ गर्दा हामीले अकाउन्ट टाइटल्सहरु लेख्न एकदमै जरुरी छ। प्राय कति जनाको बानी के हुन्छ भन्दा यो एसेट्समा 50,000 मात्र लेख्ने, क्याश भनेर चाहिँ नलेख्ने, अनि इन्भेन्टरीको भ्यालु पनि 150,000 लेख्ने, इन्भेन्टरी नलेख्ने। त्यसैगरी यतापटि क्यापिटल स्टकमा 200,000 लेख्ने, क्यापिटल स्टक नलेख्ने। अनि त्यसैगरी सेकेन्ड ट्रान्ज्याक्सन हेर्नुहुन्छ भने 26,000 मात्र लेख्ने, क्याश नलेख्ने। यता लायबिलिटिजमा पनि त्यसैगरी 2,000 लेख्ने, अन कमिसन रेभिन्यू नलेख्ने। अनि यतापटि शेयरहोल्डर्स इक्विटीमा पनि 24,000 लेख्ने, कमिसन रेभिन्यू नलेख्ने। यदि हामीले अमाउन्टको फिगर चाहिँ लेख्यौं तर त्यो अमाउन्टको फिगर चाहिँ कुन टाइटलसँग एसोसिएटेड छ भन्ने इन्फर्मेसन दिएनौं भने चाहिँ क्ल्यारिटी आउँदैन। र अकाउन्टिङ इन्फर्मेसनको सबैभन्दा इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ अन्डरस्ट्यान्डेबिलिटी हो। त्यो हाम्रो एउटा सबैभन्दा मोस्ट इम्पोर्टेन्ट क्वालिटेटिभ फिचर्स पनि हो। दैट मीन्स अकाउन्टिङ इन्फर्मेसन शुड बी सिम्पल एन्ड इजी टु अन्डरस्ट्यान्ड। त्यसकारण म तपाईलाई टाइटल्सहरुलाई पनि यो अमाउन्टको फिगर सँगै मेन्सन गर्नको लागि रिक्वेस्ट गर्न चाहन्छु, जसको कारणले गर्दा युजर्सहरुलाई तपाईको अकाउन्टिङ इन्फर्मेसनहरु हेर्नको लागि एकदमै सजिलो हुन्छ र बुझ्न पनि सजिलो हुन्छ। ओके, म आशा गर्छु तपाईले यो अकाउन्टिङ इक्वेसनको इम्पोर्टेन्ट प्रब्लमको सोलुसन एकदम राम्रोसँग बुझ्नु भएको छ। यदि अझै पनि केही कन्फ्युजन्सहरु छ भने मलाई कमेन्ट सेक्सनमा मेन्सन गर्नु होला। म तपाईको सबै कन्फ्युजन्सहरुलाई क्लियर गर्ने कोशिश गर्नेछु। Thank you very much for watching this video lesson. I believe you have understood everything clearly. However, if you do have any confusions, feel free to reach me anytime. I will try my best to clear all your confusions as soon as possible. Keep on watching my video lesson and do not forget to subscribe my channel. I will come up with another wonderful accounting lesson in my next video. Till then, bye-bye.